सम्पूर्णमा नमस्कार। तपाईहरुलाई हार्दिक स्वागत छ हाम्रो पाइलो युट्युब च्यानलमा। आज हामी प्रदेश नम्बर 7 अर्थात् सुदूरपश्चिम प्रदेशको बारेमा अध्ययन गर्नेछौँ। प्रदेश नम्बर 7 लाई सुदूरपश्चिम प्रदेश भनेर 2075 साल असोजको 12 गते नामाकरण गरिएको थियो। यस प्रदेशको क्षेत्रफल 19,484 वर्ग किलोमिटर रहेको छ। यस प्रदेशमा 9 वटा जिल्लाहरू रहेका छन्: बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली। सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो जिल्ला बझाङ हो, जसको क्षेत्रफल 3,422 वर्ग किलोमिटर रहेको छ। त्यसैगरी सानो जिल्ला भनेको बैतडी जिल्ला हो, जसको क्षेत्रफल रहेको छ 1,519 वर्ग किलोमिटर। प्रदेश नम्बर 7 को प्रदेश राजधानी गोदावरी, कैलालीको गोदावरी रहेको छ। यस प्रदेशका 4 सिमानामा पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश पर्दछन्। त्यसैगरी पश्चिममा भारत पर्दछ, उत्तरमा कर्णाली प्रदेश र चीन पर्दछन् भने दक्षिणमा भारत पर्दछ। राष्ट्रिय जनगणना 2078 का अनुसार सुदूरपश्चिम प्रदेशको कुल जनसङ्ख्या 26,94,783 रहेको छ, जसमा पुरुषको जनसङ्ख्या 12,72,786 रहेको छ भने महिलाको जनसङ्ख्या 14,21,997 रहेको छ। यस प्रदेशमा 5,77,102 परिवार सङ्ख्याले बसोबास गर्दै आएका छन्। यस प्रदेशको प्रदेश साक्षरता प्रतिशत 76.2 रहेको छ, जसमा पुरुषको साक्षरता प्रतिशत 85.4 रहेको छ भने महिलाको साक्षरता प्रतिशत 68.2 रहेको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने जिल्लाको साक्षरता प्रतिशत पनि हामी हेर्नेछौँ। बाजुरा जिल्लाको साक्षरता प्रतिशत रहेको छ 71.24, त्यसैगरी अछामको रहेको छ 72.64, डडेलधुराको रहेको छ 78.19, त्यसैगरी बझाङको रहेको छ 70.54, दार्चुलाको रहेको छ 77.77, कञ्चनपुरको रहेको छ 79.64%, डोटीको रहेको छ 70.74%, त्यसैगरी बैतडीको रहेको छ 76.79% र कैलालीको रहेको छ 77.61%। सुदूरपश्चिम प्रदेशमा मुख्य रूपमा बसोबास गर्ने जात जातिहरू ब्राह्मण, क्षेत्री, ठकुरी र थारूहरू हुन्। मुख्य गरी त्यहाँ डोटेली, खस र थारू भाषा चाहिँ बोल्ने गरिन्छ। सुदूरपश्चिम प्रदेशमा अपी र सैपाल हिमाल पर्दछ। धार्मिक तथा पर्यटकीय स्थलहरू पनि प्रशस्तै रहेका छन्, जस्तै शैलेश्वरी डोटीमा रहेको छ, बडीमालिका बाजुरा, त्यसैगरी मस्टा, त्रिपुरा सुन्दरी, उग्रतारा, खप्तड, घोडाघोडी ताल आदि धार्मिक तथा पर्यटकीय स्थलहरू सुदूरपश्चिम प्रदेशका हुन्। सुदूरपश्चिम प्रदेशमा खप्तड राष्ट्रिय निकुञ्ज, त्यसैगरी शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, अपी नाप्पा संरक्षण क्षेत्र पनि रहेका छन्। यस प्रदेशमा जम्मा स्थानीय तहको सङ्ख्या भनेको 88 रहेको छ, जसमा गाउँपालिका 54 वटा रहेको छ, नगरपालिका 33 वटा, उपमहानगरपालिका 1 वटा रहेको छ र महानगरपालिकाको सङ्ख्या भने रहेको छैन। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूको सल्लाह सुझावले नै हाम्रो यस च्यानलको पाइलो बिस्तारै अघि बढ्नेछ।